हेलो एभ्रिवान। मैले चाहिँ आज यो बुक पढ्दै थिएँ अनि यो बुकको चाहिँ एउटा लाइन एकदमै राम्रो लाग्यो कि यो बुकको नाम रहेको छ द पावर अफ सबकन्सियस माइन्ड। यो चाहिँ डक्टर जोसेफ मर्फीले लेख्नुभएको, यो चाहिँ इन्टरनेसनल बेस्ट सेलरमा पनि पर्छ। यो बुक चाहिँ पढ्दै गर्दा चाहिँ यो बुकको फर्स्ट लाइन नै एकदमै इन्ट्रेस्टिङ लाग्यो कि त्यही हजुरलाई सेयर गर्न चाहन्छु। यसमा चाहिँ फर्स्ट लाइनमै लेखेको छ कि अ म्याग्नेटाइज पिस अफ आइरन विल लिफ्ट अबाउट 12 टाइम्स its own weight, but if you demagnetize this same piece of iron it will not lift even a feather। यसको मतलब चाहिँ अब म्याग्नेट हुन्छ नि, जुन म्याग्नेट हुन्छ त्यसले चाहिँ आइरनलाई आफूभन्दा 12 गुणा आइरन पनि क्याच गर्न सक्छ। तर इफ त्यो डिम्याग्नेटाइज छ भने चाहिँ त्यसले एउटा फिदर पनि उचाल्न सक्दैन। त्यस्तै यो हाम्रो मान्छेको जीवनमा पनि लागु हुन्छ। अनि इफ मान्छेहरू चाहिँ म्याग्नेटाइज भयो भने आफू पावरफुल हुन्छ, आफूलाई क्रिएटिभ माइन्ड बनाउन चाहन्छ, जस्तै क्रिएटिभ थिङ्सहरू सर्च गर्छ, सबै कुरा राम्रो हुन्छ, त्यस्तो हुन्छ। तर इफ मान्छे नै डिम्याग्नेटाइज छ भने चाहिँ एकदम फियर, जे कुरा पनि आफ्नो हराएको जस्तो, अनि आफैमा डिप्रेस त्यस्तो हुन्छ। त्यही भएर चाहिँ यो बुक चाहिँ हजुरहरू पनि पढ्नु होला। यो अनलाइनमा पनि हुन्छ, यो बुकको लिङ्कहरू हजुरहरू पढ्नु होला, राम्रो छ। बाई।